आफूसँग मिल्ने साथी कतै टाढा जाँदा कस्तो नराम्रो लाग्छ है। सो हाई एभ्रिवान, इट्स मी हेमा। अनि आज म रेडी भएर चाहिँ साथीलाई भेट्न जाँदैछु। म चाहिँ तल गएँ अनि त्यस पछाडि अटो रुङ्नको लागि जाँदैछु। म चाहिँ बाटोमा पुगिसकेपछि अटो हेर्दै थिएँ, कतै अटो आएकै थिएन। फेरि रुँग्दै बसेँ। त्यस पछाडि फाइनली आयो अटो र अटोमा चढेँ अनि त्यस पछाडि गएँ। कतिखेर आउँछ भनेर कुर्दै बल्ल भेट भयो हाम्रो। एकदमै हामी चाहिँ मिल्ने साथी, धेरै पछि भेट भएको। अनि ऊ चाहिँ जापान जान लागेकी छे। उसलाई चाहिँ भेटेर गफ धेरै गर्न मन थियो। त्यसैले हामी जाने सल्लाह गऱ्यौँ जङ्गल पोइन्ट रिसोर्ट। अनि यो चाहिँ एकदमै मेरो फेभरेट प्लेस हो। सो हामी पहिले पनि गएका थियौँ र आज पनि फेरि जाने सल्लाह गऱ्यौँ। र रिसोर्टमा पुगिसकेपछि हामी कता बस्ने के गर्ने भनेर खोजिरहेका थियौँ। सो वरिपरिको वातावरण पनि हामीले निहारिरहेका थियौँ र फाइनली हामीले बस्ने ठाउँ भेटायौँ र हामी चाहिँ बसेर गफ गर्न थाल्यौँ। र हाम्रो हातमा लगाएको यो ब्रासलेट चाहिँ हामीले सल्लाह गरेर नै बनाएका थियौँ। सो म्याचिङ गर्दै थियौँ। सो अनि फेरि हामी के खाजा खाने भनेर सल्लाह गर्दै थियौँ र बल्ल ल्याइदिनु भयो हामीलाई चाहिँ मोहितो। अनि गर्मीको सिजनमा चाहिँ एकदमै यो पिउनाले चाहिँ एकदमै चिसो हुने रहेछ र हेल्दी पनि हुन्छ। सो हामीले चियर्स गर्दै खायौँ। साथी पनि एकदमै रमाई खाइरहेकी थिए अनि मलाई पनि एकदमै मिठो लाग्यो र हेल्दी पनि लाग्यो। अनि हामीले चाहिँ चटपटे मगाएका थियौँ र खायौँ पनि। अनि त्यस पछाडि भेज पकौडा मगाएका थियौँ। हामी चाहिँ दुईजनै भेज भएकोले चाहिँ भेज खाजा मगाएको थियौँ र हामी घुम्नको जानको लागि भनेर रेडी भएको थियौँ। त्यत्तिकैमा मेरो सुलेस पुस्क्यो र साथीले बान्दी अनि उसले चाहिँ पिङ देखी अनि पिङ खेल्न थाली। अनि त्यत्तिकैमा चाहिँ मलाई पनि एकदमै पिङ खेल्न मन लाग्यो अनि हामी पिङ खेल्यौँ दुईजनाले नै खेल्दै गफहरू गर्दै एकदमै रमाइरहेको थियौँ। आजको दिन चाहिँ एकदमै स्पेसल लागिरहेको थियो मलाई, किनभने पहिलेदेखिकै साथी एकदमै छोटो समयको लागि भेटघाट भएको थियो। ऊ लामो समयको लागि अब जापान जाँदैछ, त्यसैले कहिले भेट हुन्छ जस्तो वाला फिल भइरहेको थियो मलाई चाहिँ। अनि त्यत्तिकै गफ गर्दै फेरि हाम्रो छुट्टिने बेला हुन लाग्यो। सो हामी फर्किनको लागि रिसोर्टलाई बाई बाई गर्दै थोरै अगाडिसम्म हिँड्दै आयौँ। अटो कतै नकुद्ने भएकोले चाहिँ त्यति धेरै नकुद्ने भएकोले चाहिँ हामी थोरै हिँड्दै गयौँ र पर्खिँदै गर्दाखेरि एकदमै बोर लागिरहेको थियो। सो फेरि पनि हामी अलिकति हिँड्यौँ अनि बल्ल दाइ आउनुभयो, अटोवाला दाइ। अनि हामी फर्कियौँ अनि हामी चाहिँ गफ गर्दै बजारमा थोरै किनमेल सकेर घर फर्कियौँ। थ्याङ्क यू फर वाचिङ।